हजुरहरूलाई फेरि पनि मेरो मिनी ब्लगमा स्वागत छ। अहिले कोरियामा विन्टर सुरु भइसकेको छ। आज नोभेम्बर 9 आइतबारको दिन हामी चाहिँ हाम्रो घरबाट केही समय मात्र दूरीमा रहेको आसान भन्ने ठाउँमा रहेको उन्नेङ नामुखिलमा गयौँ। यहाँ एकदमै कलरफुल भएको थियो रुख बिरुवाहरू। मलाई कोरियाको सबैभन्दा मनपर्ने कुरा भनेको यहाँको ऋतु हो। वर्षमा 4वटा ऋतु, सबैको आफ्नो आफ्नै विशेषता छ र अहिले कोरियाको यो विन्टर सिजन। यति बेला भर्खर सुरु हुँदाखेरि बोट बिरुवाहरू रङ्गी बिरङ्गी हुने गर्दछ र धेरैजना त्यो ठाउँहरूमा घुम्न जाने गर्दछन् जहाँ रुख बिरुवाहरूले कलर चेन्ज गरेका हुन्छन्। यो ठाउँ म पहिलो पटक गएकोले होला साह्रै राम्रो लाग्यो। रुख बिरुवाहरू रङ्गी बिरङ्गी थियो, छेउमा खोला, त्यसैको छेउमा फेरि फुल र यति बेला चाहिँ मेला पनि लागेको रहेछ। सबै अर्ग्यानिक खानेकुराहरू खान पाउने र हामीले हाम्रो घरबाटै तयार गरेर लगेको खानेकुराहरू सबैजनाले मिलेर खायौँ र आजको बिदा पनि एकदमै रमाइलो तरिकाले बितायौँ।